राजा हो राजा राजा आउँछ भन्ने हल्लाले भ्रष्ट नेताहरूको बज्दैछ बाजा। नमस्ते यहाँहरू सबैलाई। म धेरै पछि सामाजिक सञ्जालमा तपाईँहरू सामु आएको छु। आज चाहिँ म राजा सम्बन्धी केही कुराहरू, राजतन्त्र गणतन्त्र सम्बन्धी केही शब्दहरू बोल्न गइरहेको छु। कति त मेरो यो अगाडिको यो जुन नभए हुन्छ नि, यो मैले राजा हो राजा राजा आउँछ भन्नाले भ्रष्ट नेताहरूको बज्दैछ बाजा भन्ने कुराले चाहिँ होइन, कति मान्छेहरू, कति तपाईँहरू चाहिँ हाँस्नु भइसक्यो होला। राजा आउँदैन, यो जुटको यस्ता उता हो भनेर होइन। तर म तपाईँहरूलाई राजतन्त्र र गणतन्त्रको बारेमा केही कुरा गर्न गइरहेको छु। हामीलाई मनपर्ने, सबैलाई मनपर्ने राजतन्त्र भन्दा गणतन्त्र नै हो, त्यो सबैलाई थाहा छ होइन। तर किन अहिले फेरि अब गणतन्त्रलाई समर्थन गर्ने मान्छेहरू पनि राजतन्त्रतिर जाँदैछ त? राजा आऊ देश बचाऊ भन्दैछ त। राजालाई मन नपरि पनि राजा आओस् भन्ने सोचेको छ त। यो कुराहरू तपाईँहरूले पनि सोच्नु भएको होला कतिजनाले होइन। मलाई पनि राजतन्त्र भन्दा गणतन्त्र नै मनपर्छ। तर किन अहिले अब गणतन्त्र मनपर्नेहरूले पनि राजतन्त्र आओस् भन्ने सोचमा गइसक्यो भन्दा गणतन्त्रले वाक्क लाग्यो क्या। गणतन्त्रले हो मान्छेलाई बोल्ने अधिकार दियो, स्वतन्त्रता दियो होइन। तर कस्तो मान्छेलाई दियो त भन्दाखेरि जसको पावर पहुँच छ उसलाई मात्रै दियो क्या। जो निमुखा छ, जो अन्यायमा परेको छ होइन, त्यस्तो मान्छेले नि न्याय नै पाउँदैन क्या। उसले बोल्नु त पाउँछ, त्यो बोल्यो भने झन् त्यसलाई झन् गाह्रो क्या होइन। अब तपाईँहरू यो सोच्दै हुनुहुन्छ होला राजा आउने भनेको सपना मात्रै हो भनेर होइन। जे पनि हुनसक्छ, आउनु पनि सक्छ, नआउनु पनि सक्छ। तपाईँहरूलाई जुन अहिले हाम्रो बालेन छ होइन, बालेन हर्क साम्पाङ, उनीहरूलाई कसैले आउँछ भनेर सोचेको थियो? त्यतिखेर कसैलाई अब हर्क साम्पाङले जित्छ, बालेनले जित्छ भन्दाखेरि यो मुलाहरूले जित्छ भनेर भन्थ्यो नि त। तर जित्यो नि त होइन। नपत्याउँदो खोलाले बगाउँछ क्या। र त्यो जिताउने भनेकै तपाईँहरू नै हो क्या। अहिले राजतन्त्र भोलिको दिनमा फर्केर आयो भने नि त्यो फर्काउने पनि तपाईँहरू नै हो क्या। हाम्रो देशको भ्रष्ट नेताहरू अनि जनताहरू। किन भन्नुहुन्छ भने त्यही गणतन्त्र एउटा आन्दोलन, जसले चाहिँ आन्दोलन, युद्ध होइन, जनयुद्धहरू गरेर होइन, अब धेरै सङ्घर्ष गरेर गणतन्त्र ल्याउनु पनि उनीहरूले नै ल्याउने हो क्या। किनभने उनीहरूकै गल्तीले गर्दाखेरि चाहिँ राजतन्त्रको माग भइरहेछ नि त। यदि उनीहरूले चाहिँ जनतालाई होइन सुख दिएको भए, रोजगारी दिएको भए, भने जस्तो विकास गरिदिएको भए, अब अन्यायमा परेको मान्छेहरूलाई न्याय दिनु सकेको भए, गरिब निमुखालाई न्याय दिनु सकेको भए राजतन्त्र खोज्दैन थियो क्या। राजतन्त्र भनेको सबैलाई थाहा छ। राजाको तन्त्र भनेको धेरै गाह्रो हुन्छ जनतालाई। हुनु त भन्छ होइन, अहिलेको अब जस्तै अब राजतन्त्र हुन्छ नि त, राजावादी भनौँ न, राजावादी भने राजा आओस् भन्ने चाहने मान्छेहरू, उसको लागि अब धेरै सङ्घर्ष गर्ने मान्छेहरू राजावादीहरू हुनुहुन्छ। उहाँहरूले चाहिँ होइन पहिलेको जस्तो राजतन्त्र हुँदैन, अब अहिले अर्कै खालके राजतन्त्र हुन्छ भन्छ नि। त्यो भनाइ मात्रै हो। राजतन्त्र हामीलाई धेरै गाह्रो छ। तर पनि म पनि नि अब गणतन्त्र दिन वाक्क भइसक्यो कि, वाक्क भइसक्यो। किनभने आफूले जब आफू अन्यायमा पर्दाखेरि न्याय जब जनताले अन्यायमा पर्दाखेरि न्याय पाउँदैन नि, गरिब निमुखाले पावर पहुँच हुनेको मात्रै छ क्या यो गणतन्त्र पनि। किनभने हरेक कुरामा जस्तै जग्गा जमिन घर हरेक कुरामा हुन्छ नि। अहिले तपाईँलाई पावर पहुँच भएकोले नि अदालतमा जान्छ, स्टे अर्डर ल्याउँछ जग्गा जमिनहरूको कुरामा होइन। उसलाई कसले केही पनि गर्नु सक्दैन क्या। हाम्रै धरानकै कुरा गरौँ न, पावर पहुँच भएकोलाई केही पनि गर्नु सकेको छैन। अब यो भन्दा फेरि कतिले होइन विरोध गर्ला यस्ता उता। तपाईँहरूकै सामुन्ने छ धेरै कुराहरू। हिजोको दिनमा के गर्छु भनेको थियो र आजको दिनमा किन चुपचाप छ भन्ने कुराहरू होइन। त्यो कसैको लागि कसैको बारेमा बोलेर साध्य पनि छैन होइन। स्टे अर्डर ल्याइदिन्छ चुपचाप,
त स्टे अर्डर ल्याउन सक्ने पावर कसको हुन्छ? त्यही पहुँचवालाहरूको हुन्छ, त्यही पैसावालाहरूको हुन्छ। तर जसले जो सत्य छ स्टे अर्डर पनि ल्याउन सक्दैन। स्टे अर्डर ल्याउनुको लागि त पैसा चाहियो, अदालतमा जानु पर्यो हैन, आफ्नो रोजीरोटी दिन अब हैन, आफ्नो अब काम छोडेर जानु पर्यो। त्यो त गरिब दुखीको त त्यो उयसमा गरिब दुखीले त्यो गर्न सक्दैन। गरिब दुखीले गएर स्टे अर्डर ल्याउने, रोक्ने हरेक कुराहरू गर्न सक्दैन। अनि गरिब दुखीले नि जसले स्टे अर्डर ल्याउन सक्दैन, जो गरिब दुखी निमुखा छ त्यो अन्यायमा परेपछि अन्यायमा परेकै हो। जो पावरवाला छ, पैसावाला छ, उसलाई कसैले केही पनि गर्न सक्दैन। जस्तो सुकै, चाहे त्यो स्वतन्त्र आओस्, चाहे अहिलेको भ्रष्ट नेताहरूको नेताहरू आओस् हैन, कसैले केही पनि गर्न सक्दैन पावरवालालाई, पैसावालालाई। जो पावरवाला छैन, पैसावाला छैन, त्यसलाई मात्रै हो अन्याय पर्ने। किनभने त्यसले न स्टे अर्डर ल्याउन सक्छ, न के गर्नु सक्छ। अनि तपाईलाई यो कुरा तपाईलाई थाहा होला, अब जुन जस्तै यो गणतन्त्रवादीहरू छ नि, मलाई पनि गणतन्त्र नै मनपर्छ हैन। तर अब यो गणतन्त्र ल्याउने जुन अब चोर नेताहरू, भ्रष्ट नेताहरू छ नि, यिनीहरूले अब तपाईको न तपाईलाई गरिब दुखीले न्याय दिनु सक्छ, गरिब दुखीलाई नदिएको छ, न तपाईलाई रोजगारी दिएको छ हैन। किन राजतन्त्र आउँछ भन्ने कारणहरू यही हो क्या। न गरिब दुखीले न्याय पाएको छ, न रोजगारी रोजगारी सिर्जना भएको छ, आफ्नो देशमा नगर्न सकेको छ। न तपाईलाई जस्तै अब यो भूमि सम्बन्धी समस्या समाधान गरेको छ। हाम्रो देशको ठुलो दल भनेको तपाईहरुलाई थाहा छ त कुन कुन पार्टी हो भनेर हैन। अहिले ठुलो दलहरू तपाईहरुलाई एक हुँदा फेरि त एउटा तपाईलाई चाहिँ यो समस्याको हलहरु गर्न सक्दैन। जस्तै भूमि सम्बन्धी समस्या, रोजगारीको समस्या, गरिब दुखीले न्याय पाउने कुराहरू, गरिब दुखीको हितको लागि केही गर्न सक्दैन भने अनि उनीहरुले के चाहन्छ? उनीहरुले पनि पक्कै चाहने भनेको राजतन्त्र। उनीहरुले राजतन्त्र चाहदैन, गणतन्त्र नै चाहन्छ। तर गणतन्त्रमा बस्ने नेता, भ्रष्ट नेताहरूले यदि कसैलाई गरिब दुखीलाई न्याय दिन सक्दैन, रोजगारी दिन सक्दैन, भूमि सम्बन्धी समस्या हल गर्न सक्दैन, जो गरिब दुखी छ, जो गरिब दुखी सुकुम्बासी छ, उनीहरुलाई जहिले अन्यायमा पारेको गर्छ भने अनि एउटा न एउटा त विकल्प खोज्ने हो नि त हैन। अहिले किन मान्छेहरूले हर्क साम्बाङलाई रोजे, किन बालेनशाहलाई रोजे त? त्यस्तै हो। राजा आउँदैन भन्नेहरूलाई चाहिँ म के भन्छु भने, हिजो तपाईहरुले बालेनशाहले जित्छ भनेर कल्पना गर्नुभएको थियो, हर्क साम्बाङले जित्छ भनेर कल्पना गर्नुभएको थियो, गर्नुभएको थिएन नि। अब तपाईहरुको जवाफ होला, त्यो कुरा र यो कुरा फरक हो भनेर सोच्नु होला हैन। हामी मान्छेको सोच त त्यही त छ नि, यसले केही गर्न सक्दैन, यो आउनु सक्दैन। तब आउँछ नि, अनि आएपछि मात्रै थाहा हुन्छ क्या। जनता त अहिलेसम्म जागेकै छैन, तर जब जाग्छ नि, जागेपछि केही गर्न सक्नुहुन्न। ल, मेरो कुराहरू यहाँहरूलाई कस्तो लाग्यो हैन, राम्रो लाग्यो पनि नराम्रो लाग्यो पनि, म कुनै पार्टी पनि हैन, म कुनै राजावादी पनि हैन, तर पनि हाम्रो नेपाली भन्नु पाऊँ, हाम्रो नेपाल देशको गरिब जनताहरूले न्याय पाओस्, रोजगारी पाओस्, भूमि सम्बन्धी समस्या हल होस्, कसैले कसैलाई अन्याय गर्न नपरोस्, कसैले कसैलाई चाहिँ हैन यो गरिब यो धनी यस्तो भन्नु नपरोस्, यो जात त्यो जात भन्नु नपरोस्, यो धर्म त्यो धर्म भन्नु नपरोस्। हामी सबै एक भएर जिउनु पाऊँ, हामी सबैले सबैलाई समान व्यवहार गरौँ, म त्यही भन्न चाहन्छु। हस्त, नमस्ते, जय नेपाल।